आभार व्यक्त गर्न चाहन्छु। अब यो संस्थानको नियमित कामै हो। यो हरेक वर्ष जस्तै हामीले गत आर्थिक वर्षमा पनि नियमित रूपमै काम गरेका हौँ र अब अहिले यो वर्ष 82-83 सकिँदाखेरिमा चाहिँ हामीले करिब 4 अरब बराबरको राजस्व चाहिँ हाम्रो जम्मा भएको छ भने हामीले करिब 6 करोड लिटर दुध चाहिँ बाट चाहिँ विविधीकरण गरेर बजारमा बजारीकरण गरेका छौँ। अब सहज र असहजको यो डिडिसीको चाहिँ कसो छ भने दुध क्षेत्रकै भनौँ, डिडिसीको मात्र नभएर समग्र दुध क्षेत्रकै हरेक वर्ष चाहिँ एकनासको रहँदैन। कहिले र मेटेरियलको कमी हुन्छ भने कहिले चाहिँ नि बढी र मेटेरियल बढी भएको कारणले हामीले स्टक बढी ओभर स्टक राख्नुपर्ने हुन्छ र जसले गर्दाखेरिमा हामीले किसानलाई पनि बेलामा भुक्तानी दिन नसक्ने अवस्था रहन्छ। यो गएको वर्षमा चाहिँ त्यो ट्रेन हामीले खप्नु पर्यो, त्यो चाहिँ हामीलाई त्यो आइलाग्यो। हामीसँग बढी स्टक बस्यो, मालहरू स्टक बसेको हुनाले किसानलाई भनेको बेलामा हामीले चाहिँ पेमेन्ट दिन सकेनौँ। त्यो चाहिँ ड्यू रह्यो, केही ड्यू रह्यो। त्यसको कारण भनेको चाहिँ हामीसँग स्टक नै बढी बसेर हो। हाम्रो खास गरी यो दुईटा सिजन हुन्छ, फ्लस सिजन र लिन सिजन हुन्छ। फ्लस सिजनमा उत्पादन अलिकति बढी हुन्छ, किसानहरूले बढी दुध उत्पादन गर्ने सिजन भएको हुनाले त्यो कुनै पनि किसानको दुध नफालियोस्, खेर नजाओस् भनेर हामीले चाहिँ त्यसबाट विविधीकरण गर्छौँ, भनेको पाउडर र बटर बनाएर राख्छौँ। त्यो राख्दाखेरिमा त्यो कमसेकम हाम्रो 6 महिना जस्तो चाहिँ त्यो स्टोरमै थन्केर बसिरहेको हुन्छ। त्यसले मार्केट पाउनलाई चाहिँ अर्को लिन सिजन आइपुग्नु पर्ने हुन्छ। लिन सिजन आइपुग्दासम्म चाहिँ त्यो स्टोरमा बस्ने हुनाले त्यसलाई क्यास बनाउन सकिँदैन। त्यो क्यास नबनेको कारणले किसानको ड्यू चाहिँ नि केही ढिला भएर चाहिँ ओभरल्याप भएको अवस्था हो। यो पनि हामीले गएको वर्षमा त्यो हामीले गर्नु पर्यो भने अब र मेटेरियलकै कमी भनेर त्यो मार्केटमा आएको डिमान्डलाई चाहिँ पुरा गर्न नसक्ने गरी हामी र मेटेरियलको कमी चाहिँ यस वर्ष भएन। हामीसँग स्टक पर्याप्त भएको कारणले गर्दाखेरि अब दुग्ध विकास संस्थानको उद्देश्य भनेकै चाहिँ गाउँमा उत्पादित दुधहरू, किसानबाट उत्पादन भएको दुधलाई सहरमा लिएर आएर विविधीकरण गरेर विभिन्न प्रोडक्टहरू बनाएर उपभोक्ता माझमा पुर्याउने र उपभोक्ताबाट सङ्कलित भएको त्यो रकम हुन्छ त्यो फेरि पुनः गाउँमै पठाउने उद्देश्य हो यसको खास लक्ष्य भनेको। त्यो लक्ष्य जे उद्देश्यले यो संस्थान स्थापना भएको त्यो अनुसार हामीले चाहिँ काम गरिरहेकै छौँ। हरेक वर्ष चाहिँ यस वर्ष पनि हामीले 82-83 पनि सफलतापूर्वक त्यो हाम्रो जिम्मेवारी हामीले गरेकै छौँ। अब नयाँ सरकार गठन भइसकेपछिको अवस्थामा चाहिँ हामीलाई दुग्ध विकास संस्थानलाई एउटा केही सहयोग यस मानेमा कि हाम्रो विज्ञापन नेपाल सरकारले नै गरिदिएको जस्तो लाग्छ। हाम्रा प्रोडक्टहरूको बारेमा नेपाल सरकारले चासो दिएर चाहिँ त्यो चासो दिएको हुनाले चाहिँ हामीले गर्नुपर्ने विज्ञापन नेपाल सरकारले गरेको कारणले हाम्रो चाहिँ बिक्री वितरणमा चाहिँ केही मात्रामा चाहिँ हाम्रो दुध पदार्थहरूको बिक्री बढी रहेको अवस्था छ। यो बिक्रीको ट्रेन्ड चाहिँ फेरि एकनासको हुँदैन। बिक्रीको ट्रेन्ड भनेको चाहिँ उपभोक्तामा पनि भर पर्ने हुन्छ एउटा कुरो भनेको। अर्को सिजनल्ली पनि महिनै पछि चाहिँ नि चाडपर्वहरू भएका महिनाहरू पऱ्यो भने त्यसमा अलिक बढी नै यसको खपत हुन्छ हैन। अनि यस जस्तो अहिले साउन भर्खर लाग्दैछ भनेपछि यो साउनमा चाहिँ मान्छेले माछा मासु त्यति खाँदैन अनि त्यसपछि यसको लागि चाहिँ दुध पदार्थ बढी बिक्री हुने भए अनि बिहा व्रतबन्ध हुने यस्ता धार्मिक कामहरू हुने सिजनहरू पर्यो भने यसमा चाहिँ दुध पदार्थहरूको चाहिँ बढी मात्रामा बिक्री वितरण हुन्छ। एकै नासको बजार चाहिँ हुँदैन दुध तथा दुग्ध पदार्थको। यसको चाहिँ सिजनले पनि असर गर्छ, जसले गर्दाखेरि अब यो गर्मी सिजनमा त्यसै पनि अनि फेरि बढी हाम्रो दुध पदार्थहरू बढी बिक्री हुन्छन्। अब यसमा चाहिँ नि दही भयो हैन, लस्सी भयो, आइसक्रिमहरू यस्ता प्रोडक्टहरू बढी जाने गर्दछन्। यो सिजनले पनि यसलाई गर्दछ। त्यो हरेक वर्ष जस्तो यस वर्ष पनि हामीले ती सबै प्रोडक्टहरू चाहिँ बजारमा पुर्याएर गरेका छौँ र सरकारको मेन लक्ष्य भनेको नेपालमै उत्पादन भएको चिजहरूलाई किसान वर्गहरूले उत्पादन गरेको चिज खेर नजाओस् भनेर जुन महत्त्व दिनुभएको छ नयाँ नेपाल सरकारको अहिलेको नयाँ सरकार आइसकेपछि त्यसको लागि हामी नेपाल सरकारप्रति आभार व्यक्त गर्न चाहन्छौँ। अब अहिले हामी यो जुन उपभोक्ता माझमा उहाँहरूको इच्छाको कुरा हो। अब यो चाहनाको कुराहरू भयो भनेपछि कुनै पनि चिज उत्पादन गर्नको लागि त ग्राहकको
उपभोक्ताहरूको चाहिँ नि उत्साह चाहियो नि त, खाइदिनु पर्यो नि उत्पादन गरेको चिज। त्यसैले यो बिचमा चाहिँ नि मोहीको ठुलो प्रचार भयो। अनि मोही भनेको एउटा पेय पदार्थ जुन कि अर्ग्यानिक चिज भयो। यो अब केमिकल हालेको चाहिँ पेय पदार्थ बनाएर कोक फ्यान्टा जस्ता चिजहरू हैन, अब यी चिजहरूलाई चाहिँ विस्थापित गर्नको लागि एक त त्यो उत्पादन गरेको चिज चाहिँ उपभोग गरिदिएको कारणले त्यसबाट आउने रेभिन्यू जुन हुन्छ त्यो चाहिँ गाउँघरमै गएर चाहिँ किसानलाई चाहिँ सहयोग पुग्ने भयो, जसले गर्दा हामीलाई बढी मात्रामा दुध, किसानले उत्पादन गरेको दुध लिनलाई प्रेरणा बढ्ने भयो। खपत बढ्ने एरिया हुने बित्तिकै त उत्पादनकोलाई पनि चाहिँ उत्पादन गर्नलाई किसानलाई प्रोत्साहन दिन सकिने भयो। एउटा पालेको वस्तु पालेकोले दुईटा पाला चारवटा पाला भन्न सकिने भयो। त्यो पैसा त जाने अल्टिमेटली त्यही गाउँमै हो। त्यसैले त्यसको लागि उत्साह जाग्ने भयो। र अब यो पेय पदार्थको कुरो गर्दाखेरिमा हाम्रो पहिला पनि लस्सी थियो नि त, हाम्रो लस्सी थियो। अनि त्यसपछि यो फ्रेस मिल्क भन्ने थियो हैन, त्यो पेय पदार्थकै रूपमा चाहिँ गर्मीमा खाने भनेर कोल्ड ड्रिङ्क्सकै सब्स्टिट्युटमा हामीले गरेका थियौँ। यस वर्षदेखि चाहिँ हामीले यो मोहीलाई पनि ब्रान्डिङ गरेर अहिले हरेक आयोजनाहरूबाट हाम्रा 6-7वटा आयोजनाहरू छन्, ती सबै आयोजनाहरूबाट प्रायः यो चाहिँ मोही वितरण भइरहेको छ, उत्पादन गरेर चाहिँ वितरण भइरहेको छ। अब मेजर स्टक भनेको त अब प्रोडक्ट डाइभर्सिफिकेसन, दुधबाट बन्ने 15-20वटा आइटमहरू हुन्छ हैन। अहिले हामीले नेपालमा हामीले गरिरहेको डिडिसीले गरिरहेको 15-20वटा आइटम मध्ये चाहिँ धेरै स्टक रहने भनेको चाहिँ हाम्रो बटर र पाउडर नै हो। त्यो बटर र पाउडर चाहिँ मेट्रिक टनमा हुन्छ, धेरै ठुलो मेट्रिक टनमा हुन्छ। हामीले विगतमा त 1200-1500 मेट्रिक टन पनि हामीले स्टक राखेको थियौँ हैन, त्यो स्टक राख्नुपर्ने अवस्था थियो। गएको वर्षमा चाहिँ हामी 500-700 मेट्रिक टन चाहिँ पाउडर बटर राख्ने, 500 जति बटर, 700 जति मेट्रिक टन जति चाहिँ पाउडर चाहिँ हामीले स्टकमा रह्यो त्यो चाहिँ हैन। अनि जुन चाहिँ अहिले खपत हुने क्रममा छ, त्यो खपत भइरहेको छ त्यो चाहिँ, किनभने यो सिजन भनेको लिन सिजन हो। मैले अघि नै पनि भने वैशाखबाट असोजसम्मलाई हामी लिन सिजन मान्छौँ। यो लिन सिजनमा चाहिँ उत्पादन चाहिँ किसानको उत्पादन कम हुन्छ, बजारको माग चाहिँ फेरि बढी हुन्छ। किन एउटा चाडपर्व बेसिसको महिनाहरू भए, अर्को चाहिँ नि चाहिँ यो धार्मिक कामहरू गर्ने महिनाहरू भए, अनि गर्मी सिजन पर्यो। गर्मी सिजन हुँदाखेरिमा त्यसै पेय पदार्थको महत्त्व बढ्ने भयो, चिसो चिजहरूको। त्यसैले गर्दाखेरि चाहिँ अनि त्यो मौजात चाहिँ नि अहिले खर्च भइरहेको अवस्था छ। यसरी हामी चाहिँ हाम्रो 12 महिना चाहिँ हाम्रो बजारको मागलाई हामी पूर्ति गर्छौँ। अब दुग्ध क्षेत्रमा अहिले त चाहिँ धेरै प्राइभेट डेरीहरू चाहिँ च्याउम्रे चाहिँ आएका छन् हैन। अब फर्मल डेरीहरू पनि छन् भने इन्फर्मल रूपमा पनि अब चाहिँ टुप्पी डेरी भन्छौँ हामी। अब त्यो कुनै किसानबाट गाईको फर्मबाट भर्खरै ल्याएको भन्ने यसो चाहिँ टुप्पी जस्तो बाँधेर रबरले बाँध्दै दिने, अब त्यसको गुणस्तर कति छ, खुल्ला भनौँ न, त्यो खुल्ला त्यसरी बेच्ने पनि चलन छ। त्यसलाई पनि बन्द गर्न सकिएको छैन, जसले गर्दाखेरि हाम्रो मार्केटमा चाहिँ च्यालेन्ज चाहिँ थपिँदै गएको छ। अब हामीले चाहिँ सबै प्यारामिटर पुरा गर्नुपर्ने, प्याकेजिङ लगायत गुणस्तरको मापदण्ड सबै पुरा गरेर बजार जानुपर्छ भने अब त्यस्ता खुल्ला चाहिँ दुधहरू चाहिँ बजारमा छ्यापछ्याप्ती टोलै पिच्छे हैन, गाउँै पिच्छे चाहिँ त्यस्ता भएको हुनाले त्यसले गर्दाखेरि हाम्रो मार्केटमा चाहिँ अनि फेरि जनचेतनाको कुरा पनि छ। यहाँ जनचेतना अब भर्खरै फार्मबाट लिएर आएको भनिदिन्छ बेच्ने मान्छेले, अनि हाम्रो ग्राहकहरू उपभोक्ताहरूले पत्याइदिइहाल्छन्। त्यसो गर्दाखेरिमा अब हामीले त्यत्रो मेहनत गरेर प्याकेजिङ लगायत सम्पूर्ण कोल्ड चेन मेन्टेन गरेर धेरै टाढादेखि हामी पुरा मेचीदेखि पछि महाकालीसम्मको दुध हामी यहाँ ल्याउँछौँ। त्यति टाढादेखिको डिस्टेन्सको दुधहरू चाहिँ नि किसानको दुध नफालियोस् भनेर हो। हामीले नजिकै भएको मात्रै लिन पनि सक्थ्यौँ नि हामी, तर हामी टाढाको किन लिनुपर्ने हुन्छ भने नेपाल सरकारको लक्ष्य भनेको चाहिँ नि दुर्गम क्षेत्रका पनि किसानहरूले राहत पाउन्, उनीहरूले उत्पादन गरेको चिजको पनि पैसा गाउँमा पोस् भन्ने उद्देश्यले स्थापना भएको संस्था भएको हुनाले अब हामी त्यति टाढादेखि चाहिँ हामी लिएर आउँछौँ। अनि यहाँ चाहिँ उपभोग गर्ने बेलामा चाहिँ अब प्राइभेटसँग जुझ्नुपर्ने हुन्छ। उहाँहरू चाहिँ नजिकको दुध सङ्कलन गर्नुहुन्छ, टाढा जानुहुन्न, उहाँहरू नाफासँग केन्द्रित हुनुहुन्छ। तर हामी नाफा भन्दा पनि हामी चाहिँ सेवामूलक भएर काम गरिरहने हुनाले अनि हामीले चाहिँ अलिकति बढी नै हामीलाई आर्थिक मार चाहिँ हामीलाई पर्दछ। अब भुक्तानीको कुरा चाहिँ मैले अघि पनि यसको उत्तर चाहिँ करिब दिइसकेँ। अहिलेको सिजन भनेको लिन सिजन हो। लिन सिजन भनेको चाहिँ के हो भने किसानबाट उत्पादन हुने समय, बढी उत्पादन हुने बेला होइन।
यो कम उत्पादन हुने बेला हो। अब किसानबाट कम उत्पादन हुन्छ भनेदेखि त बजारको डिमान्ड कसरी पुरा हुन्छ भनेपछि स्टोरमा भएको हाम्रो स्टोरमा भएको दुध तथा दुग्ध पदार्थहरू जे राखेका छौँ हामीले बटर पाउडर भन्यौँ त्यसैबाट हामीले दुधको विविधीकरण गरेर चाहिँ बजारको मागलाई पुरा गर्ने हो। त्यसो गर्दाखेरि चाहिँ के भने पुस माघमा किनेको दुध चाहिँ त्यो अहिले बजारमा हामी त्यसको बल्ल क्यास बनाउँदैछौँ त्यसलाई, अनि त्यो भुक्तानी पनि त्यसै अनुसार सहज हुँदैछ र अब करिब 3 महिनाको रेन्जमा छौँ। अब हामी 6-7 महिनाको रेन्जमा थियौँ, पहिला डिफरेन्स थियो भुक्तानी किसानको भने, अब 2-3 महिनाको रेन्जमा छौँ हामी। 2-3 महिना चाहिँ अहिले पनि हाम्रो किसानको ड्युहरू चाहिँ बाँकी छ। यो स्टक निल हुँदाखेरि हामी फेरि यो चाहिँ ठ्याक्कै आफ्नो रेन्जमा पुग्छौँ। अब अहिले चाहिँ हाम्रो प्रतिस्पर्धा प्राइभेटसँगै हो। प्राइभेट डेरीहरू थुप्रै डेरीहरू छन्, हामी जस्तै सक्षम डेरीहरू अरू पनि छन् हैन, तर गुणस्तरको हकमा चाहिँ हामी अहिले पनि डिडिसी नम्बर 1 नै हो हैन। हामीले नै प्राइभेट डेरीहरू यिनीहरू कसरी जन्मिए भनेपछि हाम्रा सब्स्टिट्युटमा जन्मेका हुन् उनीहरू हैन। यो WTO जो वर्ल्ड अब जो खुला अर्थतन्त्रको नीति अनुरूप उनीहरूले पनि निजी व्यक्तिले पनि अब चाहिँ व्यवसाय गर्न पाउनुपर्छ भनेपछि खुला नीति आएपछि चाहिँ प्राइभेट डेरीहरू तमाम आए। यो चाहिँ नेपालमै र मेटेरियल चाहिँ नेपालमै पाइने भयो नि त। अब यो दुध त नेपालमै पाइने भएको सबैको आकर्षण चाहिँ डेरीमा रह्यो, जसबाट हामीले बजारमा जाँदाखेरिमा चाहिँ नि हामीले गुणस्तरको बारेमा एकदम कम्प्रोमाइज गर्दै गरेनौँ। हाम्रो मापदण्ड छ, नेपाल सरकारको DFT QCले दिएको मापदण्ड, नेपाल सरकारको मापदण्ड अनुसार हामी सबै प्यारामिटरहरू पुरा गरेर हामी चाहिँ गर्छौँ। त्यसरी जाँदाखेरिमा हामी गुणस्तरको लागि हामी नम्बर 1 नै हो। अब मापदण्ड प्यारामिटर अरू चाहिँ यही प्याकेजिङ यी सबै सेफ लाइफको कुरा यी सबै हामीले मेन्टेन गर्छौँ नै। अब प्राइभेटहरूको चाहिँ अब नजिकको दुध उनीहरूले लिन्छन्, अनि यो सिजनमा चाहिँ अब विशेष गरी दुध कम हुने सिजनमा चाहिँ प्राइभेटहरू बढी चलखेल बढी हुन्छ उहाँहरूको भन्नाले किसानलाई चाहिँ नजिकको दुधलाई बढी पैसा दिएर उहाँहरू लिनुहुन्छ। त्यसैले हामीले नजिकको दुध पाउँदैनौँ, नपाउँदाखेरि हामी टाढा टाढा जानुपर्ने हुन्छ। टाढा जानु पर्दाखेरि हामीलाई लागत कष्ट आयो नि भयो, अनि त्यहाँदेखि ढुवानी गर्नु पर्यो, अनि त्यसो गर्दाखेरिमा हामीलाई च्यालेन्ज चाहिँ त भइ नै हाल्छ। अब विज्ञापन त अब हामी हरेक वर्ष जस्तो विज्ञापन गर्नुपर्ने अवस्था नै थिएन पहिला। मैले भने नि अब यो डिडिसी भनेपछि डिडिसीको ग्राहकहरू एक किसिमको चाहिँ उहाँहरूको जिब्रोमा यो आजभन्दा धेरै वर्ष अगाडिदेखि चाहिँ अब भइसक्यो भन्ने यो 26 सालदेखि त संस्थान भएको, 2026 सालदेखि भनेपछि अहिले त 58 वर्ष भइसक्यो होइन। त्योभन्दा अगाडि 2009 सालदेखि यो दुधको कारोबार भएको, डिडिसीको जन्म भएको भनेपछि त यसको इतिहास त अब भन्नुहोस् आजभन्दा 72-73 वर्ष अगाडिदेखिको इतिहास। यसको चाहिँ टेस्ट त उपभोक्ताले लिएकै छन्, अनि त्यो भएर हाम्रो दुध पदार्थ खाने उपभोक्ता वर्ग नै एउटा चाहिँ ए ग्रेडका वर्ग भनौँ न, उहाँहरूले खोजी खानुहुन्छ। अनि त्यो हामीले विज्ञापन गरिरहनु पर्ने, त्यसरी हाम्रो उत्पादन भएको चाहिँ नबिक्ने खालको अवस्था चाहिँ छैन, त्यो अवस्था छैन। मार्केटको डिमान्ड अनुसार चाहिँ हामीले पुर्याएकै छौँ। हामीले मार्केटमा डिमान्ड आएको छ, तर हामीले दिन नसकेको अवस्था चाहिँ छैन। उहाँको डिमान्ड अनुसार हामीले बजारीकरण गरिरहेकै छौँ। 83-84मा चाहिँ हाम्रो खास गरी हामीले गर्नुपर्ने काम चाहिँ एउटा टेक्नोलोजी डेभलपमेन्ट हामीले गर्नुपर्ने आवश्यकता देखिएको छ। किनभने हामी पुरानो संरचनामा चाहिँ हामीले उत्पादन गरिरहेका छौँ। अब 2045 सालमा हामीलाई डेढा सरकारले सहयोग गरेको थियो। त्यो सहयोग पछि चाहिँ नि हामीले मेसिनरी क्षेत्रमा, टेक्नोलोजी क्षेत्रमा चाहिँ नि हामीले फड्को मार्न सकेका छैनौँ। अहिले त 40 वर्ष हुन लागिसक्यो। अब यो बिचमा एउटै टेक्नोलोजीमा 40 वर्ष बसेर हामीले उत्पादन गरेका छौँ भने अब यो टेक्नोलोजी अहिले नयाँ टेक्नोलोजी, डिजिटल टेक्नोलोजी आइसक्यो होइन। अब ती सबै मेसिनरी लगायत मेन पावर पनि कम लाग्ने, लागत कम लाग्ने, अनि आकर्षण पनि तपाईँको चाहिँ विविधीकरण, विभिन्न प्रोडक्टहरूको विविधीकरण गरेर चाहिँ भोलि हुनसक्छ दुधबाट बन्ने अरू बाहिरबाट चाहिँ यहाँ आयातै गर्नु नपरोस्। बेबी पाउडरहरू छन् यहाँ चाहिँ होइन। अब चाहिँ चक्लेटहरूका विभिन्न किसिमको चाहिँ डेरी मिल्क भनेर चाहिँ प्याकेटमा दुनियाँ आइरहेको, ती सबै चिज हामी नेपालमै उत्पादन गर्न सकौँ न, हाम्रा किसानहरूले उत्पादन गरेको दुधबाट गर्न सकौँ भन्नलाई त लगानी गर्नु पर्यो। त्यो लगानी गर्नलाई चाहिँ दुग्ध विकास संस्थान आफूमा सेवामूलक भएको कारणले गर्दा हामी दुधको मूल्य किन्ने र खरिद र बिक्री मूल्य हामी आफूले तय गर्न पाउँदैनौँ। त्यो नेपाल सरकारको रुलमा बसेर गर्नुपर्ने हुन्छ। हामी नाफामूलक होइनौँ, सेवामूलक बढी हौँ
हैन। त्यसो गर्दाखेरि हामीसँग धेरै चलायमान पैसा हुँदैन। टेक्नोलोजी ल्याउन त पैसा चाहिन्छ नि त। अब त्यसको लागि चाहिँ नेपाल सरकारलाई हामीले योजनाहरू हामी चाहिँ अब आगामी दिनहरूमा टेक्नोलोजिकल्ली हामी अगाडि बढ्नुपर्छ भन्ने राय सल्लाह दिएर हामीले चाहिँ काम गरिरहेका छौँ। अब तपाईँले त प्रायः सबै कुरामा कहाँ चाहिँ क्वेसन गर्नुभयो भन्ने लाग्छ। मेरो तर्फबाट भन्नुपर्दा चाहिँ सम्पूर्ण उपभोक्ता वर्ग, किसान वर्ग सबैलाई चाहिँ नि हार्दिक आभार व्यक्त गर्न चाहन्छु। हामीलाई दुग्ध विकास संस्थानलाई यति पुरानो संस्थान, यो पुरानो चाहिँ संस्थालाई माया गरेर अहिलेसम्म पनि हामीलाई चाहिँ उपभोक्ताहरूले हामीले उत्पादन गरेका चिजहरू खाइदिइरहनु भएको छ। अझै योभन्दा पनि बढी उपभोग गरेर हामीलाई प्रेरणा उत्साह बढाउने काममा सहयोग गरिदिनु विनम्र अनुरोध गर्दछु भने उत्पादक वर्ग किसानहरूले पनि किसानको पैसा केही महिना ड्यू रहँदा समेत पनि हामीलाई चाहिँ निरन्तर रूपमा दुध दिएर हाम्रो चाहिँ यो संस्थानको आवश्यकताको बारेमा पुष्टि गराइरहनु भएको छ। त्यसको लागि पनि किसान वर्गलाई पनि म आभार व्यक्त गर्न चाहन्छु र किसान उपभोक्ता वर्गले चाहिँ ढुक्क भएर जुडिसीले उत्पादन गरेको दुध तथा दुग्ध पदार्थहरू बढीभन्दा बढी सेवन गरी हामीलाई सेवा गर्ने मौका दिनको लागि पनि म अनुरोध गर्दछु। धन्यवाद छ यहाँहरूले, यहाँको टिभी परिवारलाई पनि मेरो तर्फबाट।